भेरी कमेडी। ओहो शुभम भाइ कता हिँड्यौ ढलक ढलक गर्दै? कता हुनु त कोठा खोज्न हिँडेको। कसको लागि हो र भाइ? मेरो लागि हो त। भनेपछि दिदी र भाइको फेरि झगडा भयो के हो? झगडा मात्र हो र त ड्याम दुईको चो पिटाइ खाएर पनि आउँदैछु नि। तिम्रो बोलीले म त तिम्रो फ्यान भइसक्यो नि भाइ। मेरो फ्यान हो भने त हजुर गर्मीमा आउनु, जाडोमा काम छैन हजुरको। जानु जानु। ए भाइ रुक न रुक, तिमीलाई कोठा चाहिँदैन र? चाहिन्छ त चाहिन्छ। ल हिँड भाइ, मैले तिमीलाई कोठा देखाउँछु। ल भाइ, घर यही हो। घरका मालिकहरू काठमाडौँमा बस्छन्। घर मेरो जिम्मामा दिएर जानुभएको छ। तिमीले भाडा तिर्नु पर्दैन। चाबी राख, घरको राम्रो हेरचाह गर। है कोठा चाहिँ ठिक छ। अब दिदीको अगाडि केही गरेर देखाउनु पर्ला। पहिला कपाल काट्न जाऊँ, त्यसपछि बेबीलाई फोन गर्न पर्ला। अब काम पनि खोज्न पर्यो। होइन अझसम्म रिसाछन् के हो? फोनै उठाएको छैनन्। उठाउन हो बेबी, उठाऊ। चटपट कुलाउँछु के, उठाउन। ओहो बेबीले फोनै उठाएर बेबी किन फोन उठाएन? थुक्कै मुर्दा यत्रो बुढो भएर रागा करा जस्तो रुन्छ। कस्ता कस्ता मान्छे देख्न पर्छ यो कलिजुगमा। रुन पनि नपाउने यार मेरो दुःखमा, त्यसै आएर कराउँछन्। भन्नु आमा। तिम्रो साइन्टिस्टहरू लिएर आउनु पर्यो के? किन आमा? मिटिङ बस्न पर्यो। मेरो जिन्दगी तनाव भयो बेबीले फोन नउठाएर। हो र मामा, केही न केही उपचार गरिदिनु पर्यो। हुन्छ मामा, म छु नि। 14 आउनु न, म आइडिया दिइहाल्छु नि। ल कस्तो भोक लाग्छ, के खाने होला? गोजीमा 1 रुपियाँ छैन। ओ भुन्टी के खाएको? ललिपप खाएको। ललिपप खान्छस्? दाँत बिग्रिन्न? यता रे। ठुक्क भिखारी एउटालाई 5 रुपियाँको ललिपप किनेर खान सक्दैन। के भन्छ? के भनिस्? राम्रो कुरा त कहाँ पच्छ र आजकल केटाकेटीलाई। भनेपछि हजुरले चटपट खुलाउन नसकेपछि हुन नसकेको माइजू रिसाएर जानुभयो। दाल में कुछ काला है मामा, दाल में कुछ काला है। हो र भान्सा, कसरी दाल कालो भयो? सायद नुन र बेसार नहालेर हो कि दाल कालो भएको? कुरो बल्ल मैले बुझेँ। ए परमेश्वर, बुद्धि बाँधेर मामालाई किन पछाडि राख्नुभएको थियो? अगाडि राख्नु भएको भए हाम्रो मामाको कमसेकम आडो बुद्धि त हुन्थ्यो। के भन्छन् भान्साले? सुनेन मामा, भोलि भ्यालेन्टाइन डे हो। एउटा राम्रो गिफ्ट किनेर प्रपोज गर्नु न, त्यसले राम्रो उत्तर ल्याइहाल्छ नि। हो र भान्सा, तर बेबी रिसा छन् नि, के गर्ने होला? ढुक्क हुँदैन मामा, म छु नि यहाँ। आलु खाँदे भैँसी पादे नकचरीको भाउ ठुस ठुस, जय अल्लाह अकबर। के भनेको भान्जा तिमीले यस्तो? चुप लाग्नु न मामा, म यहाँ मोहनी लगाउँदैछु। भोलि हाम्रो मामाले प्रपोज गर्दा गालामा चुप्पा चुप्पा होस्, त्यही चुप्पा 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 होस्। ओम नमः शिवाय। ल मामा, मैले मोहनी लगाइदिएँ। भोलि बिहान प्रपोज गर्दा 100% गालामा चुप्पा हुन्छ। हो र भान्सा, कस्तो लाज। ल मामा, लाज मान्नु पर्दैन, मैले मोहन लगाइसकेँ। अब घर जाऊँ, भोलि बिहान राम्रोसँग तयारी गरेर आउनु ल। के खानु मामा? ल्याछु भान्सा। खै कता खानु? मेरो गोजिङ छ भान्सा। खै मामा हेरौँ कि अरूको गिफ्ट हेर्नु के चुप लाएर होइन न। मोहनी लगाइदिनु, मोहनी हो मसँग खेदा गर्नु। गालामा 2 जग्गा पार्ने हुन्थ्यो नि।
बल्ल मजा आउँछ मामा गालासम्म नबिर्सिनु है चुप्पा त 100% आउँछ मोहनी लगाइदिन्छु नि त मैले ल ल ढुक्क ढुक्क भान्जा म किन ढुक्क्याउने र गालामा चुप्पा मैले पाउने हो र ओहो भान्जा हेर त त्यहाँ कति राम्री केटी आउँदैछ यसलाई प्रपोज गर्नुपर्छ क्या हो होइन मामा हो हुन्न चुप्प लाएर हेर न माला कमाल अब ओहो हजुर 5 चोटि नमस्कार एकचोटि नमस्कार हजुरको शुभ नाम के हो नि शुभ नाम हुन्न शुभ नाम हुन्छ ओहो त्यही मेरो शुभ नाम रोशनी हो ह्याप्पी भ्यालेन्टाइन डे रोशनीजी के हो यो भ्यालेन्टाइन डे गिफ्ट खुर्सानी पनि गिफ्ट हुन्छ खानु न फ्यान्टास्टिक निको हुन्छ एक झापडमा म चचाइ पुगे तँलाई पनि दिने एक झप्पड बिहान बिहान मुड खराब गर्छन् आमाहरू प्रभु हजुरलाई बोलाउनै मन थियो भने मुखले बोलाए हुन्थ्यो हातले बोलाए हुन्थ्यो झापडै हान्न पर्छ र यो त झ्याली भयो नि प्रभु यो त झ्याली भयो हुन त हजुरसँग के झुटो बोल्ने प्रभु सुस्तरी पिटाइ खाएको मा कसम सुस्तरी पिटाइ खाएको हुन त यो कुरा कसैलाई नभन्नु है प्रभु बेइज्जतै हुन्छ एउटा चप्पल कहाँ गयो एक झापडमा चप्पल पनि हरायो प्रभु मेरो त चप्पलै हरायो के गर्ने होला मसँग चप्पल किन्ने पैसा पनि छैन जसरी भए पनि प्रभु मेरो चप्पल भेटाइदिनु पऱ्यो क्या म त चप्पल नभएर साह्रै टुरो भयो नि मेरो त दायाँ बायाँ कोही छैन हजुर बाहेक जसरी भए पनि प्रभु चप्पल भेटाइदिनु एक झापडमा चप्पल हराउँछ भन्ने थाहा पाउँथेँ त म पर्पोजै गर्थेँ ल म गएँ प्रभु हजुरसँग धेरै कुरा गर्ने म चप्पल किन्न गएँ कान्छो मोबाइल ल्याउ त मामालाई फोन गर्न पर्यो ल ल यत्रो झाडी खोजिसके अझसम्म चप्पल भेटेन उसले फोन गर्यो फेरि हेलो ओ बाबु हजुर दिदी दर्शन दर्शन कता छौ म त झाडीमा छु नि दिदी झाडीमा छु के गरे हो र झाडीमा दिदी मेरो चप्पल हराएर म टुरो भएँ नि म चप्पल खोज्दैछु झाडीमा नचाहिँदो कुरो गर्ने हो चप्पल हराएर कोही टुरो हुन्छ चप्पल नै हराएर टुरो भयो नि दिदी मलाई त चप्पलले पनि माया नगर्दो रहेछ ए लाटा चप्पल हराएर नि कोही टुरो हुन्छ बाबामा मरे गएपछि पो टुरो भइन्छ ए बाबामा मरेपछि बल्ल टुरो भइन्छ त्यसो हो भने रुन क्यान्सिल दिदी अनि भाइ तिमी किन घर नगएको दिदी म फेरि टुरो हुन लाग्छु नि ल भयो टुरो हुन पर्दैन ल यसो गर भोलि तिमी पोखरा आऊ न त मसँग पैसा छैन नि दिदी पोखरा आउनलाई मैले 10,000 पैसा पठाइदिन्छु त्यही पैसाले कपडा किनेर लगाएर आऊ न त भोलि नै पोखरा ल हुन्छ दिदी पैसा पठाइदिनु म भोलि नै आउँछु पोखरा ल हुन्छ त नि भाइ भोलि चाँडै गरेर आऊ ल हुन्छ दिदी यस आई एम कमिङ पोखरा दिदी दर्शन है बाबु दर्शन ल आऊ भित्र जाऊ ओहो कति ढिलो आयो त नि भाइ अलिकति ढिलो नै भयो दिदी गाडीले गर्दा ओहो मामा नमस्कार आज त झिल्के भएर आउनुभएछ त हल्का झिल्के बनेर आएको भान्जी जति झिल्के बनाए पनि यो पहाडका केटीहरूले तपाईँलाई मनै परेनन् न दिदी मामासँग बोल्ने तरिका त्यही हो तिम्रो जाउ गएर भाडा माझ अनि भाइ दिदीले किन पिट्नु भयो त नि ए छोडिदिनु दिदी त्यस्ता कुराहरू
तिम्रै भलाइको लागि पिट्नु भयो होला नि भाइ, यसरी घरै छोडेर त नहिँड्नु पर्ने। मेरै भलाइको लागि हो भने दिदी लिनुहोस्, यो कुचोले हजुर पनि ड्याम पिट्नु कि दिदी चाहिँ। यो भाइलाई सम्झाएर सकिन्न। सबैभन्दा राम्रो यसको बिहे गराइदिएपछि बुढीले ठाउँमा ल्याइहाल्छ अनि हुन्छ। पारी गाउँमा एउटा राम्रो केटी छिन्, बेला बेलामा मेरो घरमा नि आइराख्छिन्। म भोलि फोन गरेर बोलाइदिन्छु नि त। तिमी हेर न त केटी मन पऱ्यो, म बिहेको कुराकानी गर्छु नि त। ए दिदी म बिएससी गर्दिनँ, अझै त म बच्चै छु। बच्चैमा त हो नि बिहे गर्ने कि बिदा भत्ता पाएपछि बिहे गर्छस्? भोलि बिहान म फोन गरेर बोलाइदिन्छु केटी, एकखेर हेर न त। आऊ छोरी, मामालाई चिया लगाइदेऊ। खैदिनु बुढा बिहेको कुरा सुनेर फुस्केछन् कि क्या हो? मामा, ओ मामा, किन जुत्ता टाउको माथि राख्नुभएको छ? ठिक त हुनुहुन्छ? आई एम ओके फाइन भान्जी। चिया लिनु मामा। मम्मी, ओ मम्मी, जान्छ तपाईँको भाइको चर्तिकालाई हेर्नु। किन, के भयो रे, के गरेर त्यसले? जानु गरेर भाइ के भयो तिमीलाई टाउको माथि किन जुत्ता राखेको? के भयो तिमीलाई सन्चो होइन क्या हो? आई एम ओके भेरी फाइन दिदी। फाइन छस् भने किन जुत्ता टाउकोमा राख्नु पर्यो? जबरजस्ती बिहे गराउनु खोज्नुहुन्छ भने यस्तै हुन्छ। ए लाटा, पहिला केटी त मन पऱ्यो बिहे गर ल, मन नपऱ्यो अर्को केटी खोजौँला। म बिहे गर्दिनँ दिदी, बरु म घर जान्छु। बिहे गर्न मान्दैन भने के गर्ने त नि? 1-2 दिन बस्छ अनि जाऊ। हो, बरु त्यही गर्छु दिदी, 1-2 दिन बस्छु, बरु म घरै जान्छु है। ल दिदी बस्नु है। ल भान्जी बस है, म गएँ ल। ल ल ल, बाई बाई मामा।